अब यो घरको एउटा चेली र मेरो घरको एउटा छोरा मान्छे र यहाँको छोरी मान्छे भन्नु केटो मान्छे र केटी मान्छेको बिचमा अब यो परदेशमै एउटा उहाँहरूको भेटघाट भएछ। अब जाने क्रममा अलग अलग ढङ्गले गए पनि वहाँ पुगेपछि उहाँहरूको काम धाम यताउता आउने जाने बसाइ हिँडाइ डुलाइ सँगै सहयात्रीको रूपमा उहाँ बसिसकेपछि एउटा खालको उनीहरूको बिचमा केटा र केटीको बिचमा अथवा चाहिँ चिन्जान भयो। एउटा खालको रीतिरिवाज अनुसार अथवा चाहिँ जे उनीहरूले आफ्नो संस्कार संस्कृति अनुसार हाम्रो संस्कृति अनुसार नै हामी चाहिँ यहाँ चाहिँ एउटा मर्दा पनि सँगै बाँध्दा पनि सँगै रहने तरिकाले एउटा बाचा कसम खाएर बसौँ र मिलिजुली बसौँ भन्ने खालको मेरो सल्लाह भयो। कुराकानी गर्दा म बेला समय आएपछि भनाउनु भयो भनेर भन्नु कहिले आउँछ यो बेला समय हामीले हिँडिरहनु पर्ने मान्छे भोलि ठोकेला फलाना चिन्जान भएको मान्छे चिन्जानै नगरेर ठोकेर गयो यताउता भनेर दबाउने नमस्कार गर्ने भएर उता केही हाम्रो साह्रै अप्ठ्यारो हुन्छ नि। हिँडिरहनु पर्ने मान्छे कहीँ त झ्याप्प भेट होला भेट्यो भने त त्यो त मान्छे हो भन्ने हुन्छ भनेपछि त अप्ठ्यारो हुन्छ नि हाम्रो त भनेर भनेपछि होइन त्यस्तो केही अप्ठ्यारो पर्दैन मैले सबै कुरा गरिसकेको छु तपाईँलाई बेला आएपछि भनौँला भन्नु बेला कहिले आउला आउला भन्नु भन्दाखेरि अनि योभन्दा एक दुई महिना अगाडि चाहिँ उनीहरू अब बेला आयो तपाईँ त्यहाँ जानु होला भनेर ए अब चाहिँ बेला आयो त ठिक छ यो घरको चेली तपाईँ घरको छोरी तपाईँले हुर्काउनुभयो बढाउनुभयो शिक्षा दीक्षा दिनुभयो सामान गर्नुभयो तर के गर्नु भन्दा उसको बल खाने के खाने बेलामा चाहिँ हामी कहाँ आइदिन्छ त्यस कारणले सुरक्षित छ अहिलेसम्म भनेर चाहिँ हामीले तपाईँलाई अब यो जानकारी केही धन्दा चिन्ता केही भयो हाम्रो छोरी हामीसँग चाहिँ हाम्रो घर आइपुगेको छ आइपुगेको कुरो पहिले पनि जानकारी सूचना त थियो नै भौतिक चिज पनि सबै कुरो नभए सबै कुरो भएको पनि हो। अब हाम्रो बिचमा चाहिँ के हो त कसो हो त भनेपछि रीतिरिवाज अनुसार पनि अब चिन्नु पर्छ रीतिले पनि चिन्नु पऱ्यो खेतीले पनि चिन्नु पऱ्यो विधिले पनि चिन्नु पऱ्यो संस्कार र संस्कृति पनि चिन्नु पऱ्यो पहिचान पनि चिन्नु पऱ्यो भनेपछि चाहिँ अब यो आज चाहिँ हाम्रो एउटा साइड जुदाइदिनु भयो छोरा र छोरी चाहिँ अब के छोरा र बुहारी छोरा र छोरी नै हो होइन उहाँहरूले आजलाई तपाईँ जानु होला भनेर भन्ने खालको चाहिँ उसलाई उहाँहरूबाट सूचना प्राप्त भइसकेपछि अब हरिहरूको चाहिँ अब सेलिब्रेटीमा अहिले सेट हुनुहुन्छ यो चाहिँ राखेर यो चाहिँ धोनी चलाउनु हाम्रो तिनपल्ट खुब टाउको ठोक्ने चलाउनु पनि छैन यो चाहिँ यसरी ढोक्छ यो नै समाज फेरि तिनपल्ट अब एकपल्ट अर्को सम्झिनु पनि हुन्छ कृष्ण भाइ काम गरेको हो चाहिँ गहिरो बनाउनु पर्यो अब भोलिपर्सि चाहिँ त्यति नै भर्खर पो त्यस्तै लेप्रो सङ्गीतको काम छ हो
म यहाँ सिमिरी चप्पल अलि टाढा टाढा भयो पाकिस्तान र हिन्दुस्तान कति फिल्म बनोस् तैँले त्यो हात दिला त्यो हात मलाई के गर्नु